नमस्कार साथीहरू, यसपटकको विश्वकपमा पैसाको यस्तो वर्षा हुँदैछ जुन सुनेर तपाईको होस उड्न सक्छ। आज हामी यस विश्वकपको पुरस्कार राशि र खेलाडीहरूको कमाईलाई नेपाली रुपैयाँमा हिसाब गरेर हेर्नेछौँ। यसपटक फिफाले कुल पुरस्कार बजेट मात्रै करिब 1 खर्ब 15 अर्ब 84 करोड नेपाली रुपैयाँ राखेको छ। यसमध्ये फाइनल जित्ने टोलीले ट्रफीसँगै नगद 6 अर्ब 65 करोड रुपैयाँ हात पार्नेछ। उपविजेता बन्ने टोलीले 4 अर्ब 38 करोड 90 लाख, तेस्रो हुनेले 3 अर्ब 85 करोड 70 लाख र चौथो हुने टोलीले 3 अर्ब 59 करोड 10 लाख नेपाली रुपैयाँ पुरस्कार पाउनेछन्। अचम्मको कुरा त के छ भने समूह चरणबाटै बाहिरिने 16 वटा टोलीले पनि खाली हात फर्कनु पर्दैन। उनीहरू प्रत्येकले 1 अर्ब 66 करोड रुपैयाँ लैजानेछन्। अब कुरा गरौँ मैदानमा देखिने त्यो ऐतिहासिक सुनौलो ट्रफीको। 18 क्यारेट ठोस सुनबाट बनेको 6 किलो 100 ग्रामको यो असली ट्रफीको धातुको मूल्य मात्रै करिब 3 करोड 50 लाख रुपैयाँ पर्छ। तर यसको ऐतिहासिक महत्त्वका कारण यसको वास्तविक बजार मूल्य भने करिब 2 अर्ब 66 करोड रुपैयाँ बराबर मानिन्छ। नियम अनुसार विजेता टोलीले यो असली ट्रफी घर लैजान पाउँदैनन्। उनीहरूलाई सुनको जलप लगाइएको प्रतिकृति मात्र दिइन्छ। यस्तै पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीहरूले पाउने गोल्ड, सिल्भर र ब्रोन्ज मेडलहरूको बनावट अनुसार प्रति मेडल नेपाली मूल्य 5 लाखदेखि 15 लाख रुपैयाँसम्म पर्न जान्छ। तपाईलाई लाग्न सक्छ विश्वकप खेल्दा खेलाडीले आफ्नो देशबाट कति तलब पाउँछन्। वास्तविकता के हो भने राष्ट्रिय टोलीबाट खेल्दा खेलाडीहरूले क्लबमा जस्तो मासिक तलब पाउँदैनन्। उनीहरूले प्रति म्याच करिब 3 देखि 4 लाख रुपैयाँ भत्ता पाउँछन् र धेरैजसो खेलाडीले यो रकम च्यारिटीमा दान गर्ने गर्दछन्। तर यो विश्वकप वर्षमा क्लब र विज्ञापन सहित यी खेलाडीहरूको कुल वार्षिक कमाई भने अकल्पनीय छ। अहिलेको विश्वकप खेल्ने खेलाडीहरूमध्ये पोर्चुगलका क्रिस्टियानो रोनाल्डो सबैभन्दा धेरै करिब 39 अर्ब 90 करोड नेपाली रुपैयाँ कमाउँदै शीर्ष स्थानमा छन्। यस्तै अर्जेन्टिनाका लियोनल मेसी 18 अर्ब 62 करोड रुपैयाँ सहित दोस्रो र ब्राजिलका नेमार 14 अर्ब 36 करोड रुपैयाँ सहित तेस्रो स्थानमा छन्। फ्रान्सका किलियन एम्बाप्पेको कमाई 12 अर्ब 63 करोड छ भने इङ्ल्यान्डका जुड बेलिङ्घम र ब्राजिलका विनिसियस जुनियर जस्ता युवा स्टारहरूले पनि यो वर्ष जनही 4 अर्ब 38 करोड रुपैयाँ बराबरको कमाई गरिरहेका छन्। पैसाको यो विशाल अङ्कले यसपटकको विश्वकपलाई इतिहासकै सबैभन्दा विलासी खेल भनेर भन्दा फरक नपर्ला। तपाईलाई के लाग्छ? 6 अर्ब 65 करोड रुपैयाँको यो बम्पर पुरस्कार यसपटक कुन देशले जित्ला? आफ्नो अनुमान तल कमेन्टमा गर्नुहोला। भिडियो मन परेमा लाइक र च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला।